अहिले हामी नेपालकै रूपन्देही जिल्लाको देवदह नगरपालिकाको भवानीपुर भन्ने ठाउँमा आएको छु र यो अहिले गौतम बुद्धको मावली परिसरबाट चाहिँ म बोलिरहेको छु। यो मन्दिर भवानीपुर चोकमा नै रहेको छ। जब हामी त्यस मन्दिरको परिसरभित्र छिर्यौं, एउटा बुद्धको आकर्षक मूर्ति देख्यौं। निकै शान्त र आनन्दमय माहौलको अनुभूति भयो। फूलको बगैँचा र सुसज्जित इट्टाको बाटो निकै व्यवस्थित थियो। चारैतिर हेर्दा भगवान बुद्धको नगरीमा आएको अनुभव भयो। तर बुझ्दै जाँदा बुद्धकी आमा मायादेवीको माइत बुद्धको मावली रहेको जानकारी पायौं। नेपालको रूपन्देही जिल्लाको देवदह नगरपालिकामा अवस्थित भवानीपुरलाई गौतम बुद्धको मावली र कोलीय राज्यको पुरानो राजधानी मानिन्छ। बुद्धकी आमा मायादेवी र सानी आमा प्रजापति गौतमी कोलीय वंशका राजकुमारी थिए। यस परिसरभित्र मायादेवीको माइती मन्दिर र अन्य महत्त्वपूर्ण पुरातात्विक अवशेषहरू रहेका छन्। यहाँ अशोक स्तम्भका टुक्रा र पुरानो इट्टाको इनारको साथै मन्दिर परिसरभित्र ढुङ्गाको मूर्ति, सूर्य देवताको मूर्ति पनि रहेको छ, जुन प्राचीन समयको संरचना हो भनी सङ्केत गर्दछ। भवानीपुर बुद्धको मावली पक्षसँग जोडिएको एक महत्त्वपूर्ण स्थान हो, जसले बुद्धको जीवन र कोलीय राज्यसँगको गहिरो सम्बन्ध राख्दछ। बुद्धले ज्ञान प्राप्त गरेपछि पनि देवदहको भ्रमण गरी आफ्नो शिक्षाको प्रचार प्रसार गरेको विश्वास गरिन्छ। राजुजी, आज हामी चाहिँ घुम्दा घुम्दै कहाँ आइपुग्यो? गौतम बुद्धको मावलीमा चाहिँ आइपुग्यो हैन? र यहाँ गौतम बुद्धको मावली यो हेर्दाखेरि यो एउटा चाहिँ प्राचीन इतिहास यहाँ पनि गौतम बुद्धको रहेको छ। यो आज चाहिँ लिन पाइयो र साथ राजुजीले चाहिँ मलाई चाहिँ सधैँ साथ दिनुहुन्छ र मलाई विश्वास छ कि यस्तै गरेर तपाईँले चाहिँ पछिसम्म चाहिँ साथ दिनुहुनेछ। दर्शक सामुने हामीले यसको सानो सानो यसको विषयमा चाहिँ बनाएर यसको इतिहासलाई चिनाउने चाहिँ काम गर्नेछौँ। एकदम खुसी लाग्यो। यो ठाउँमा एकदम ऐतिहासिक ठाउँ रहेछ, एकदमै राम्रो, धेरै खुसी लाग्यो। हस्त राखेपछि ल ल ल ल धन्यवाद।